Hello guys, welcome to my next mini vlog. आज सपरिवारको साथमा मौलाकाली दर्शन गर्न गइरहेका छौं। भिडियो लास्टसम्म हेर्नु होला अनि के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। अन्त्यमा लाइक, कमेन्ट अनि सब्स्क्राइब गर्न नभुल्नु होला है। हामी मौलाकालीका केबल कार स्टेसनमा पुग्यौं। Hello guys, welcome to my Pudai channel. टिकट काटिसकेपछि अब हामी बोर्डिङ पासको लागि अगाडि जानेछन्। केही छिनमा केबल कार चढेर हामी मौलाकाली मन्दिरमा दर्शनको लागि पुग्नेछौं। आज मौलाकाली केबल कारको सुविधा लिँदै हामी केही छिनमा मन्दिरतर्फ प्रस्थान हुँदैछ। सपरिवार केबल कारमा चढेर चितवनको दृश्य निहाल्नलाई साह्रै उत्साहित भएको छ। हेरौं के कस्तो देखिन्छ। तपाईहरुले पनि मनोरञ्जन लिनु होला। साथै लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब पनि गरिदिनु होला। यसमा घट्याक्कै हुन्छ है। यहाँ त कस्तो है सालकै झाडी मौसम चाहिँ त्यति खुलेको चाहिँ छैन। हल्का क्लाउडी देखिन्छ। फेरि पनि सकभर भिडियो राम्रो बनाउने कोसिस गरिरहेको छु। यहाँ त हामी अलि माथि हामीहरू पुग्नुपर्ने स्टेसन चाहिँ त्यही नै हो। क्लियर मौसम नभएको कारणले गर्दाखेरि त्यति क्लियरिटी चाहिँ छैन। फेरि पनि कोसिस जारी नै छ तपाईहरुलाई सक्दो मनोरञ्जन दिने। हामीहरू स्टेसन पुगिसके। अब दर्शनको लागि अगाडि बढ्दै छौं। यहाँबाट केही बेर हिँड्नुपर्ने हुन्छ। मात्र 5-6 मिनेट हिँडेपछि हामी मन्दिरमा पुग्नेछौं। मन्दिर परिसरभित्र हामीहरूले सुन्दर दृश्य देख्न सक्नुहुनेछ। अन्त्यमा हामी मौलाकाली मन्दिर पुगिसक्यौं। अब केही बेरमा दर्शन पूजापाठ गर्नेछौं।
शुभकामना व्यक्त गर्न चाहन्छु। मौला काली महामाताले सेवाको अनुरोध प्राप्त गरेको अध्यक्ष कार्यक्रम सापकोटा तथा धार्मिक सेवा समिति परिवार मौला काली मन्दिर गणेश अध्यक्षमा आउँछ। मौला काली मन्दिर अति सुन्दर देखिन्छ। हेर्नु होला तपाईहरुले पनि। मन्दिरको प्राङ्गणमा आएर दर्शन गर्न पाउँदा हामीहरू सपरिवार एकदमै नै खुसी छौं। मौला काली माताले सबैको रक्षा गरून्। दर्शन पश्चात पुनः स्टेसनमा हामी आइपुगिसकेका छौं। मौसम त्यति नखुलेको कारणले गर्दाखेरि तलको भ्यूजहरू त्यति क्लियरिटी छैन, जसमा क्षमा प्रार्थी चाहन्छु। फेरि पनि सकभर राम्रो देखाउने कोसिस गर्दछु। मौला काली बेस स्टेसन पुगिसकेपछि केही तस्बिरहरू सुट गरेँ। त्यसपश्चात हामीहरू नारायणी बोटको लागि नारायणी किनारातिर पुग्यौं। तपाईहरु चितवन घुम्न आउँदाखेरि अवश्य पनि एकपटक बोटमा रमाउन नभुल्नु होला है। एकदम रमणीय दृश्य, धेरै रमाइलो अनि मनलाई शान्त मिल्नेछ। व्हाइट कलरको ठुलो बोट हो दिदी। अन्त्यमा तपाईहरुले लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब पक्का गरिदिनु होला है।